चिप्लेर पछि गएर मेरो फोन पनि बिग्रियो। ढेप्दा चिप्लेर लडेर रुप्टो अन्ड्रोयसम्म पुरा पानी पसिरहेको छ हिलोमा पछि गएर। स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। र आजको स्पेशली भिडियो चाहिँ बाइकर्सहरुको सुटिङ थियो। त्यसमा चाहिँ हामीलाई क्याटरिङको काम आएको थियो। त्यही क्रममा मैले भ्लगिङ गरेको छु। लास्टसम्म हेर्नु होला। एकदमै रमाइलो छ भन्दा पनि आजको दिन चाहिँ मेरो खराबै थियो रहेछ। फोन सन बिग्रेर तनाप लडेर डुट्टो भिजेर डुट्टो हैन। What's cooking? Maggie. Oh yeah. आज त मेरो दिनै खराब रहेछ। यहाँ पछि गएर मेरो फोन पनि बिग्रियो। यहाँ कपडा सुकाउनेको चप्पल पनि टड्यो। बिहान 5 बजे उठेर हामी चाहिँ यो ठाउँमा आयौँ र उनीहरूलाई ब्रेकफास्ट खुवाएर उनीहरू चाहिँ सुटिङमा गएको छ। यहाँ पर चाहिँ अंग्रेजले बनाएको ब्रिटिश पुल भन्ने छ। पुरानो धेरै वर्ष अगाडिको पुल हो। त्यो ठाउँमा चाहिँ सुटिङ छ। गाडी मोड्ने क्रममा यहाँ फसेर ढेप्दा चिप्लेर लडेर रुप्टो अन्ड्रोयसम्म पुरा पानी पसिरहेको छ हिलोमा पछि गएर। यो ठाउँलाई चाहिँ कोठी भन्छ। यहाँ धेरैवटा मुभीहरू सुटिङ भएको छ। हामी यो ठाउँमा सुटिङ सक्यो चाहिँ अब हामी तान्दी भन्ने ठाउँ जाँदैछौँ मनाली हुँदै। जुन तपाईँले देखिरहनु भएको छ यो चाहिँ मनालीको भ्यू। मनाली हुँदै अब हामी चाहिँ लाहौल स्पितितिर निस्किँदैछौँ। अनि यो अटल टनल भन्ने चाहिँ एसियाको सबैभन्दा ठुलो टनल हो तपाईँहरूले देखिरहनु भएको। अनि यो चाहिँ 9.2 किलोमिटर चाहिँ लम्बाइ छ। 10,000 फिट हाइट भन्दा पनि ज्यादामा छ यो टनल चाहिँ। मलाई चाहिँ एकदम खतरा लाग्यो हैन। इन्डिया आएको बेलामा छक्कै परेको थियो देखेर। अब यस्तो पनि हुने रहेछ है। पहाडको भित्रबाट बाटोहरू यस्तरी बनाउन सक्ने। म छक्कै परेको थिएँ। बाटोमा आउँदा म चाहिँ सुति गएछु नराम्रोसँग भुसुक्कै गाडीमा। बाटोको भिडियो सुट लिनै पाइनँ। अहिले यो जुन तपाईँले देख्नुभएको छ यो चाहिँ लाहौल हो। अनि यो साइडको चाहिँ मार्बल भिलेज भन्छ। मार्बल गाउँको नामै मार्बल। अनि यहाँदेखि माथि चाहिँ पानीसानी केही पनि छैन। हामी चाहिँ अहिले पानीसानीको व्यवस्था गरेर बाइकर्सहरू आउनुभन्दा अगाडि हामी माथि पुगिसक्नु पर्नेछ। माथि उनीहरूलाई चिया कफी खुवाउनुको लागि पानी रासनहरू हामी व्यवस्था गरेर माथि आइसकेको छौँ। किनकि यहाँ केही पनि पाइँदैन, पानी पनि पाइँदैन। त्यही भएर मुनिबाटै पानी लिएर आएको छौँ। र हामीले चिया कफी बनाउँदै साथमा म्यागी बनाउँदैछौँ। म्यागी चाहिँ आफूले खानुको लागि। म्यागी भन्छ इन्डियामा चाहिँ। नेपालमा चाहिँ अब चाउचाउ खाने गर्छ है। इन्डियामा चाहिँ म्यागी धेरै फेमस छ। पहाडी इलाकामा ट्राभल गरेर आइसकेपछि म्यागी चाहिँ जसले पनि प्रायः खाने नै गर्छ। यस्तो हिमालको बाटो पहाडको बाटोहरू हिँड्दाखेरि चाहिँ एकदम ध्यान दिनुपर्छ। अब यो घाम डुब्ने बित्तिकै हावा चल्नु र एकदम चिसो हुन थाल्छ। हालत खराब हुन्छ। अनि हामी आएको छौँ यहाँनिर माथि। यता हेर्नु त हाम्रो दाइहरूको पनि भिडियो लिउँ न। कहाँ हो दाइ तपाईँको घर? हाम्रो दैले सबैको हो। हाम्रो दाइहरू हामीसँग आउनु भएको छ पोटरको काम गर्नु। अब बाइकर्सहरू पनि आइसकेको छ र अब उनीहरूको सुटिङ यही लिएर हुँदैछ। सबै खतरा बाइकर्सहरू रहेछ। अब उनीहरूको सुटिङ यसो हेर्छु। अब धेरै भिडियो त सुट मैले गर्नु मिल्दैन किनभने यसरी पब्लिक गर्नु पनि मिल्दैन र मैले थोरै जस्तो हालेको छु। लगभग हामी 2 घन्टा जस्तो बस्यौँ यो ठाउँमा र उनीहरूको सुट सक्यो। र चिया कफी म्यागी भनिहाल्यो नि। म्यागी चाहिँ पहाडमा चल्छ नै। म्यागी छिटो पनि बन्ने चिज र मिठो पनि। अब हामी यहाँबाट चाहिँ केलङ जाँदैछौँ। यहाँबाट हामी चाहिँ आएको छौँ केलङमा मेला लागिरहेको रहेछ आज अगस्त 15 तारिकको। वाउ हालत छ पुरा। त्यही पनि मेरो साथमा छ मेरो भाइ आर्यन। आज एक दिनको भिडियो होइन। तपाईँहरू पनि छक्क पर्नुभयो होला कहाँ कति ठाउँ घुम्नु पर्ने। अझै मैले त बिचमा सुटै लिनु पाइनँ। नभएदेखि त भिडियो त धेरै लामो हुन्थ्यो रहेछ। भिडियो धेरै लामो भयो। त्यही पनि यहाँनिर चाहिँ पुरै रमाइलो चलिरहेको रहेछ। डिस्को डान्स हामीलाई पनि थोरै राम्रै रमाइलो लाग्यो। अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ। आजको हाम्रो खानापिना चाहिँ यही हुन्छ। सरकारी डिनर